धेरैजनाको गुनासो हुन्छ कि बिमा मैले त गरेँ तर औषधिहरू चाहिँ राम्रो पाइँदैन, पालो पनि आउँदैन भन्ने कुरा यो चाहिँ भ्रम मात्र हो है। स्वास्थ्य बिमा मार्फत हामीले चाहिँ धेरै सेवाहरू चाहिँ प्राप्त गर्न सकिन्छ जुन गुणस्तरीय नै हुन्छन्। मुख्यतः बुझ्नुपर्ने भनेको चाहिँ को-पेमेन्ट सिस्टम पनि लागु छ है। को-पेमेन्ट भनेको चाहिँ के हो भने हजुरहरूले चाहिँ सर्टेनको चाहिँ औषधि अथवा उपचार सेवा लिनुभएको छ भने त्यसको 10% हामीले आफैले बेहोर्नुपर्छ है। लाइक हजुरहरूले चाहिँ 1000 को औषधि किन्नुभयो भने चाहिँ त्यसको 10% ₹100 चाहिँ हामीले तिर्नुपर्छ, पैसा बुझाउनुपर्छ र यो हक चाहिँ सरकारी अस्पतालमा 10% र निजी स्वास्थ्य संस्था अस्पतालहरूमा चाहिँ जुन सूचीकृत छन् तिनमा चाहिँ 20% चाहिँ तिर्नुपर्छ। र कुरा गरौँ हाम्रो चाहिँ स्वास्थ्य बिमामा चाहिँ के सेवा लिन सकिन्छ भन्ने कुरा है। जसमा चाहिँ हामीले ओपिडीका सेवाहरू लिन सकिन्छ, आधारभूत स्वास्थ्य सेवाहरूका प्याकेजहरू, आकस्मिक सेवाहरू प्याकेजहरू पाइन्छ। त्यसै गरी चाहिँ हाम्रो एम्बुलेन्स सर्भिस औषधि भर्नाका कुराहरू चाहिँ सबै स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत पर्छन् र के पर्दैनन् भने प्लास्टिक सर्जरी, आइभीएफ त्यसै गरी यो डेन्टल सर्जरीका कुराहरू, त्यसै गरी मूल्यभन्दा बढीको चस्मा होइन, त्यसै गरी यो हियरिङ एड्सहरू चाहिँ स्वास्थ्य बिमा कार्यक्रम चाहिँ अन्तर्गत चाहिँ पर्दैन। र यस्ता स्वास्थ्य बिमाभित्र पर्ने सेवाहरू भने ज्येष्ठ नागरिक, त्यसै गरी अपाङ्गता, रातो कार्ड हुनुभएका व्यक्तिहरू होइन, त्यसै गरी एचआइभी, टिबी, क्षयरोग, त्यसै गरी अति विपन्न गरिबीभित्र पर्नुहुनेहरूलाई चाहिँ यस्ता शुल्कहरू चाहिँ तिर्नु पर्दैन। उहाँहरूलाई भने निःशुल्क रूपमा चाहिँ प्रदान गरिन्छ।